यहाँ मेरो भाइ बहिनीले मलाई हेल्प गर्दैछन्। यिनीहरू स्कुल हिँडेको पानी बोकेछ एउटाले यहाँ मसलाहरू। अनि म चाहिँ यस्तै छ, अब गएर सामानहरू मिलाउने हो। हिजो पानी आएर व्यापार पनि भएन, 3 बजेदेखि पानी आयो। ल आज हेरौँ अब कस्तो हुन्छ। स्टे ट्युन्ड। गल्याङ जिममा जाने बाटो है मेरो चटपटी पसल चाहिँ। आन्टी फुपू जिममा चापाकोट के भन्छ अब। शीतल हुन्छ यहाँ। ल यो चटपटे बहिनीले भिडियो हेर्नु हुँदो रहेछ। अब सधैँ आउनु है। हस्, अरूलाई के भन्छौ? अरूलाई पनि चटपट खाना आउनु भन। अरू पनि चटपटे खाना आउनु, मिठो पाइन्छ। हस्, बाई बाई बाई।